नमस्ते। सोलर सिटी मोडल दिगो विकासको लक्ष्य प्राप्त गर्नको लागि, सामाजिक आर्थिक विकास गर्नको लागि, वातावरण संरक्षण र सन्तुलन कायम राख्नको लागि, जैविक विविधता र पारिस्थितिक पद्धति संरक्षण गर्न, अनवीकरणीय ऊर्जाको प्रयोग नगर्ने र नवीकरणीय ऊर्जालाई प्रयोग गर्नुको विकल्प छैन। समाजको दिगो विकास, प्राकृतिक स्रोत साधनको दिगो उपयोग, वातावरण मैत्री विकास र पर्यावरणको संरक्षण र पारिस्थितिक पद्धतिको संवर्धन गर्नको लागि सोलर सिटीको अवधारणा निकै लोकप्रिय, व्यावहारिक र उपयोगी हुन्छ। सोलर सिटी मोडललाई अझै व्यवस्थित र दिगो बनाउन हामीले यस मोडलमा दिगो विकासको अवधारणा र नवीकरणीय ऊर्जाको प्रयोग गरी अनवीकरणीय ऊर्जालाई संरक्षण गर्न अपनाएका केही उपायहरू। सम्पूर्ण संरचनामा सोलर पत्ता राखिएको छ र उद्योग, गाउँ बस्ती, विद्यालय, ससे चौकी, सरकारी कार्यालय निर्माण गर्दा व्यवस्थित र वैज्ञानिक ढङ्गले गरिएको छ। उद्योग राखिएको स्थान वरपर कुनै पनि गाउँ बस्ती, विद्यालय वा सरकारी कार्यालय राखिएको छैन। उद्योगलाई आवश्यक पर्ने विद्युतको लागि खाली स्थानमा धेरै सोलर पत्ता राखिएको छ, जसले गर्दा सम्पूर्ण उद्योगको लागि आवश्यक विद्युत उत्पादन हुन्छ। उद्योग कल कारखानासँगै रिसाइक्लिङ उद्योग पनि नजिकै राखिएको छ, जसले गर्दा नकुहिने फोहोर वस्तुबाट नयाँ वस्तु निर्माण गर्न सकिन्छ। यसरी रिसाइक्लिङ उद्योग र अन्य उद्योग सँगसँगै भएमा फोहोर व्यवस्थापन गर्न सहज हुने देखिन्छ। उद्योगहरूको नजिकै एक धुवाँ जम्मा गर्ने उद्योग पनि छ, जहाँ उद्योगबाट उत्पादन भएको धुवाँ जम्मा हुन्छ र सामान्य रसायनशास्त्र र भौतिकशास्त्रको अवधारणा अनुसार घनत्व बढी भएका ग्यास तलतिर जान्छ र घनत्व कम भएका ग्यास माथितिर उठ्छ, जसले गर्दा रसायनशास्त्रको प्रयोग गरी आधुनिक यन्त्रमानव रोबोटको प्रयोगले उक्त स्थानबाट आवश्यक ग्यास निकाल्न सकिन्छ र त्यसलाई विभिन्न प्रयोजनमा हामी प्रयोग गर्न सकिन्छ। हामीले यस सौर्य सहरमा खानेपानीका लागि ट्याङ्की राखेका छौँ र खानेपानीलाई जमिनमुनि राखेका छौँ। ढलको लागि हामीले गाउँघरमा जस्तै हरेक घरबाट निस्किने फोहोर, कुहिने फोहोर, कपडा धुँदा निस्किने पानी आदिलाई करेसाबारी र कृषि खेतीमा लगाएका छौँ भने शौचालयको फोहोर व्यवस्थापनका लागि हरेक घरमा एक सेफ्टी ट्याङ्की निर्माण गरेका छौँ र उक्त ट्याङ्कीमा समय समयमा ब्याक्टेरिया राखी कुहाउने र गलाउने गरेका छौँ। आधुनिक तरिकाले कृषि खेतीलाई अपनाइएको छ, जहाँ भर्टिकल एग्रिकल्चर सिस्टम अपनाइएको छ। कृषि खेतीमा गुणस्तरीय उत्पादनको लागि कृषि प्रशोधन केन्द्रको समेत स्थापना गरिएको छ, जुन उद्योगहरूको नजिकै छ। प्रत्येक घरमा गोबर ग्यास जडान गरिएको छ, जसले गर्दा घाम नलागेको समयमा इन्धनको समस्या हुने देखिँदैन। सरकारी कामकाजको लागि सम्पूर्ण सेवा सुविधा एकै स्थान वा नजिकै भएमा सेवाग्राहीलाई सहज हुने दृष्टिकोणले सम्पूर्ण सरकारी कार्यालयलाई नजिकै राखिएको छ, जसले गर्दा नागरिकलाई तनाव कम हुने, सेवा सुविधा समयमा नै पाउन सक्ने हाम्रो लक्ष्य रहेको छ। घाम लागेन वा ब्याट्रीमा चार्ज सकियो भने यस अवस्थाको लागि जलविद्युत जडान गरिएको छ। विद्युतको तार जडान गरिएकै पोलमा इन्टरनेटको समेत तार जडान गरिएको छ र यस प्रकारको जडान सडकको छेउमा गरिएको छ र गाउँ-गाउँमा लैजान अन्डरग्राउन्ड सिस्टम अपनाइएको छ, जसले गर्दा गाउँ वा कुनै सङ्घ संस्थामा बिजुलीका तारबाट कुनै पनि खतरा हुने देखिँदैन। हरेक घरमा अर्थिङ वायर जडान गरिएको छ, जसले गर्दा बिजुली चम्कँदा वा विद्युतको प्रवाह राम्रो नहुँदा सम्पूर्ण सहर सुरक्षित देखिन्छ। यस सौर्य ऊर्जाको सहरमा खाना पकाउन ऊर्जाको लागि सौर्य ऊर्जा साथै घाम नलागे ब्याट्रीमा चार्ज सकिए गोबर ग्यास र जलविद्युतको समेत प्रयोग गर्न मिल्ने गरी गरिएको छ। यस सौर्य ऊर्जाको सहरमा विद्यालयमा होहल्ला नहोस् भन्ने उद्देश्यले गाउँ बस्ती भएको अर्को तर्फ राखिएको छ र जहाँ जानको लागि आकाशे पुलको समेत व्यवस्था गरिएको छ र सडक र आकाशे पुल सबैतिर सौर्य ऊर्जाको प्रयोग गरी बत्ती जडान गरिएको छ। ठाउँ ठाउँमा पानी ट्याङ्की राखिएको छ, जसले गर्दा सौर्य सहरमा पानीको अभाव हुँदैन। साथै एक चौतारो र माछा पालन सहरको बीचमा राखिएको छ, जसले गर्दा फुर्सदको समयमा गाउँका मान्छे आराम गर्न सक्छन्। प्रत्येक घरमा वर्षाको पानी जम्मा गर्ने व्यवस्थित ट्याङ्की निर्माण गरिएको छ, जसले गर्दा उक्त ट्याङ्कीमा जम्मा भएको पानी पशुपन्छी र कृषि खेतीका लागि प्रयोग गर्न सकिन्छ। सडकको छेउमा एक टावरको निर्माण गरिएको छ, त्यसैको नजिक एक मन्दिर समेत निर्माण गरिएको छ, जसले गर्दा सौर्य सहर प्रष्ट देखिन सक्ने हुँदा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य समेत हुने देखिएको छ र जसले गर्दा आर्थिक लाभ समेत लिन सकिन्छ। धेरै हावा चल्ने स्थानमा विन्डमिल राखिएको छ र यसै विन्डमिलको मार्फत विद्युत उत्पादन गरिन्छ भने यसको इन्धनको समस्या समेत अझै समाधान गर्न। सोलर सिटी मोडलका फाइदाहरू। वातावरणीय फाइदा।
यसले हरित गृह ग्यासको उत्पादन घटाउँछ। यसले वातावरणीय प्रदूषण घटाउँछ र जैविक विविधता र पारिस्थितिक पद्धति संरक्षण गर्छ। वातावरणमा सन्तुलन र दिगो विकासमा मद्दत गर्छ। इको फ्रेन्डली, नेचर फ्रेन्डली र ह्युमन काइन्ड पर्यावरणको निर्माणमा मद्दत गर्छ। इन्धन, सौर्य ऊर्जा, जलविद्युत, गोबर ग्यास प्लान्ट र विन्ड इनर्जी सबैको सही र व्यवस्थित उपयोग गरिएको हुँदा इन्धनको लागि अनवीकरणीय ऊर्जा जस्तै डिजेल, पेट्रोल, एलपिजी ग्यास स्टोभ आदिमा भर पर्नु पर्दैन र दिगो इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ। आर्थिक विकास, सोलर पत्ता मिलाउँदा, बिग्रदा बनाउन, ब्याट्रीको अवस्था जाँच गर्न, गोबर ग्यास प्लान्ट निर्माण गर्न, हावाबाट विद्युत निकाल्न जागिरको अवसर प्राप्त हुन्छ र समुदायमा मानिस स्वरोजगार बन्छन्। टावर र मन्दिरमा सौर्य सहर हेर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण आर्थिक लाभ समेत लिन सकिन्छ। दिगो विकास, सौर्य ऊर्जाको प्रयोगले फोसिल फ्युलको प्रयोग गर्नु पर्दैन र जसले गर्दा वातावरण मैत्री विकास हुन्छ र जुन दिगो हुन्छ। कम लागत, इन्धनको लागि धेरै लागत लाग्दैन। उद्योगदेखि विभिन्न कार्य सोलर ऊर्जाबाट हुने हुँदा न्यून लागतमा धेरै कार्य गर्न सकिन्छ। स्वच्छ हावा र पिउन योग्य सफा पानी, सौर्य ऊर्जाको प्रयोगले हावापानी स्वच्छ हुन्छ। हावामा कुनै पनि प्रकारको प्रदूषण हुँदैन र मानवको स्वास्थ्य समेत राम्रो हुन्छ। समुदायमा मानिस लागि परेर निर्माण गर्ने हुँदा पुरै समुदायको नै यसले गर्दा विकास हुन्छ। सोलर सिटी मोडलका केही पक्षहरू। सोलर पत्ता, सोलर सिटी मोडलका लागि प्रत्येक घरको छतमा सोलर पत्ता लगाउनुको साथै सार्वजनिक स्थान जस्तै शौचालय, मन्दिर, धारा, गुम्बा, व्यस्त सडक, विद्यालय आदि स्थानमा सोलर पत्ता जडान गरिन्छ। उद्योग कल कारखानाको छतमा सँगै उद्योग नजिकै रहेको खाली स्थानमा सोलरका धेरै पत्ताहरू लगाई आवश्यक विद्युत उत्पादन गर्न सकिन्छ। इन्धनको भण्डारण, सौर्य ऊर्जाको लागि ब्याट्रीको प्रयोग गरिने हुँदा काम नलागेको दिनको लागि इन्धन भण्डारण गर्न सकिन्छ। व्यवस्थित सहर, सौर्य ऊर्जाको प्रयोगले कुनै पनि प्रदूषण नहुने हुँदा यसबाट सहर धेरै तारहरू पनि धेरै टाढा राखिएको हुँदा सहर पुरै व्यवस्थित हुन्छ। दिगो विकास, प्रदूषण कम गर्न कुहिने र नकुहिने फोहोर छुट्याएर राखिने हुँदा र उद्योगहरू पनि रिसाइक्लिङ उद्योग र अन्य उद्योगसँगै हुने हुँदा प्रदूषण पनि नियन्त्रण हुन्छ र जसले गर्दा दिगो विकासमा समेत यसले मद्दत गर्छ। सोलर सिटी मोडलका केही बेफाइदाहरू। सुरुवातमा सोलर पत्ता जडान गर्न खर्चिलो हुन्छ। सहरी क्षेत्रमा पर्याप्त जमिनको अभाव हुने हुँदा धेरै र आवश्यक मात्रामा सोलर पत्ता राख्न जमिन नपुग्ने हुन सक्छ। सौर्य ऊर्जा घाम लागेको दिनमा मात्रै प्रभावकारी हुने हुँदा जलविद्युत, विन्ड इनर्जी वा अन्य कुनै ऊर्जाको स्रोतको समेत यसमा व्यवस्था गर्नुपर्ने देखिन्छ। सोलर सिटी मोडलका केही च्यालेन्जेसहरू। नियमित र परीक्षण गर्नुपर्ने हुँदा यसमा गाउँघरतिर लगातार टेक्निसियन गइराख्नुपर्ने झन्झट हुन्छ जसले गर्दा यस केही झन्झटिलो खर्चिलो देखिन्छ। जडान गर्न समय समयमा मर्मत र विभिन्न कार्यका लागि यसले खर्च निकाल्ने हुन्छ। अझै पनि जनचेतनाको कमीले कारण प्राय जसो मानिस अझै एलपिजी ग्यास स्टोभ, पेट्रोल, डिजेलमा नै विश्वास गर्ने हुँदा सोलर सिटीको अवधारणा अपनाउन केही समय लाग्ने देखिन्छ। सोलर सिटीको वर्तमान र भविष्यमा यसको महत्त्वहरू। वातावरण सन्तुलन र जैविक विविधतालाई दिगो रूपमा संरक्षण गर्न, ग्लोबल वार्मिङको समस्या समाधान गर्न, नवीकरणीय ऊर्जाको विकल्प नभएको समयमा यस प्रकारको मोडलले ग्लोबल वार्मिङ नियन्त्रण गर्ने मात्रै नभई पर्यावरण र पारिस्थितिक पद्धति समेत यसले संरक्षण गर्छ। इन्धनको समस्या समाधान हुन्छ जसले गर्दा पहाड र तराईको समस्या समाधान हुन्छ भने हिमाली भेगको लागि जलविद्युत पहिलो प्राथमिकता दिई नवीकरणीय ऊर्जामा जोड दिनुपर्दछ। समुदाय र राष्ट्रको आर्थिक विकास हुन्छ। समुदाय र राष्ट्रको सम्पूर्ण मानिस स्वस्थ हुन्छन् जसले गर्दा विदेशी पर्यटकले समेत यसमा गन्तव्य देखिन्छ। प्रविधिको प्रयोग हुन्छ र विद्यार्थीले पनि सोही अनुरूप शिक्षा पाउँछन्। सोलर सिटी मोडलको निष्कर्ष। सौर्य ऊर्जा, जलविद्युत, हावाबाट विद्युत, गोबर ग्यासको प्रयोग गर्नु भनेको नवीकरणीय ऊर्जाको प्रयोग गर्नु हो। यसले अनवीकरणीय ऊर्जा संरक्षण गर्ने मात्रै नभई इन्धनको दिगो प्रयोग र वातावरण सन्तुलन गर्न पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्छ। रोजगारको अवसर हुने हुँदा समुदायका मानिस स्वरोजगार पनि बन्छन्।